तो हजुरलाई स्वागत छ मेरो फर्स्ट भिडियोमा। हामी केही नेपालको बारेमा केही जान्नेछौँ। हाम्रो नेपालमा 77 जिल्लाहरू छन्। 77 जिल्लामा हामी धेरै धर्महरू पनि बस्छन्। 77 जिल्लामा धेरै जातिहरू पनि छन्, जस्तै हिन्दू, मुस्लिम, बौद्ध जस्तै आदिहरू पनि छन्। त्यही जातिहरू नेपालमा धेरै मेलमिलापसँग बस्छन्। त्यही हामी केही जातिहरूको केही बारेमा हामी जान्नेछौँ। जस्तै हिन्दू धर्म सनातनदेखि चलिआएको धर्म हो। जस्तै वेद, पुराण, रामायण, गीता जस्तै आदिहरू पनि छन्। हिन्दू धर्ममा हिन्दूहरूले भगवान विष्णु, ब्रह्मा जस्तै भगवानहरूलाई मान्छन् र नेपालमा हिन्दू धर्महरूले भगवानहरूलाई पनि पूजा गर्छन्। विभिन्न नेपालमा जस्तै मन्दिरहरू पनि छन्। तीन मन्दिरहरूमा जाएर हिन्दूहरूले जाएर पूजा गर्छन्।